गाइस आजको मिनी भ्लग आइसकेको छ हाम्रो यस हामी आएको तल जो देखिरहेको छ गाइस त्यो गाउँदेखि माथि लेकतिर आएको डाँडा लग्न आएको र अहिले हामी चाहिँ सबै साथमा छु र अहिले भेट भयो हाम्रो बल्ल डाँडा बाँधेर हामी तलतिर आइसकेको छु र अद्धमाथि छन् सबैले हामीलाई फलो गरिदिनु होला साथ सपोर्ट पनि गरिदिनु होला र हामी चाहिँ अहिले गोमागाउँ पुगिसक्यौँ र गोमागाउँदेखि माथि पुगिसक्यौँ सबैले हामीलाई फलो गर्नु होला हामीलाई साथ सपोर्ट गरिदिनु होला चाहिँ अब फेरि पनि हजुरलाई म यति रिक्वेस्ट गर्छु हैन अब साथीहरू तल गइसकेको छन् र अब साथी बल्ल चाहिँ साथीहरूसँग भेट हुन लागेको थियो तर साथीहरू छैन एकजनाले सँग भेट भयो म चाहिँ अहिले एक्लै छु र तलतिर साथीहरू छन् साथीसँग भेट गर्छु म भेट गरिसकेपछि हजुरलाई म देखाउन चाहन्छु र चाहिँ केटाहरू तल बसिरहेको छन् तिनीहरूलाई रोको बनिरहेको छु र तिनीहरू बसिरहेको छन् तल अब दाल लिन गएको यहाँ एकजना नानीको चप्पल चुट्टियो र त्यसपछि हामीले चप्पल बानिसकेपछि अब हामी जानुपर्छ भन्यौँ र अब हामी गइहाल्यो तल छु अरू साथीहरू पनि तल छन् तर अरू साथीलाई रोका भनेको छु र साथीहरूसँग पनि भेट भयो र नानीहरू पनि छन् सानो नानीहरू छन् सबैसँग भेट भयो र त्यसपछि अब हामी त्यहाँबाट जान लाग्यौँ त्यसपछि अब तल उता देखिने गोमागाउँ चाहिँ हामी चाहिँ गोमागाउँ पुग्यौँ अब चाहिँ हाम्रो गोमागाउँको स्कुल हो बारीकोट वडा नम्बर 7 गोमागाउँ चाहिँ गोमागाउँको स्कुल हो गोमागाउँ स्कुल पुगिसक्यौँ अब घर जानको लागि अझै लाग्छ 1 घन्टासम्म लाग्छ हामीलाई चाहिँ 2वटा सानो बाबुहरू पढ्न आएको रहेछन् विचार हुन लागेको थिए अनि यो स्कुलमा आज विद्यार्थी पनि आएको रहेछन् त्यही भएर मैले सोधपुछ गरेँ सानो बाबुसँग नाम के हो भने त तिनी लास्ट इयरमा